नमस्कार। यो जलजीवन मिसनको पानीको जाँच केन्द्र समिति बनाएर जलजीवन मिसन गठन गरेर जो बनाउनु भएको छ। मन्दिर खोला टु समथर गैरी गाउँ डाँडा गाउँ ल्याइने जो प्रोजेक्ट थियो उस बारेमा पन्बु हालखबर मार्फत हिजो जुन प्रकारको रिपोर्ट न्युज गरिएको छ त्यसकै आधारमा म तपाईहरुलाई यसको प्रतिक्रिया त भन्दिनँ, जानकारी गराउन चाहन्छु। किनभने जुन प्रकारले उहाँहरूले एउटा विरोध गरेको छ त्यसको त मैले सफाई दिन नै पर्छ। त्यसकारणले गर्दाखेरि म छोटोमा तपाईहरुलाई मैले जानकारी गराउँछु। र यो हामीले 2022 मै कम्प्लिट गरेको हो। 2022 देखिको अहिले 3 सालसम्म उहाँहरूले पानी पिइरहनु भएको छ। अनि हामीले कम्प्लिट गरेर पनि 10 अगस्त 2024 मा यसको जलजीवन मिसनको सजल गरिसकेका छौं। जीपी का प्रधान, उपप्रधान, सदस्यगण साथै समितिका सदस्यगण पनि त्यस मिटिङमा उपस्थित हुनुहुन्थ्यो। त्यसरी नै डिपार्टमेन्टद्वारा जेई, एइसाफ अनि थर्ड पार्टीबाट पनि उहाँहरू सदस्य हुनुहुन्थ्यो र त्यो उपस्थित हुनुहुन्थ्यो। त्यसले गर्दाखेरि हामीले उहाँहरूलाई कमिटी गठन गरे वापत यो सम्पूर्ण काम हामीले प्रधानको मार्फत उहाँहरूलाई हामीले जिम्मा त्यति बेलै कमिटी बनाएर जिम्मा लाइसकेको छौं। र लाइसकेपछि यो जिम्मेवारी उहाँहरूकै हुन्थ्यो र उहाँहरूले नै तपाईहरुले नै हेरदेख गर्नुपर्छ भन्ने हामीले त्यति बेला भनिसकेका थियौं। अनि प्रधानले पनि बताइसक्नु भएको थियो। तर आज आएर प्रधानलाई पनि केही भेटेको छ कि उहाँ किन चुपचाप हुनुहुन्छ कि घुस भेटेको छ भन्ने खालको जुन उहाँलाई एउटा लाञ्छना लगाएको छ, यो तपाईहरुले यस्तो खालको लाञ्छना नलगाए राम्रो हुने थियो। र अर्को कुरा, हामीले यो सोर्स तपाईहरुलाई सोर्सको मालिकको बारेमा जो तपाईहरुले भन्नुभएको छ, खुकुरी लिएर बसेको छ, घरि केही गरेर बसेको हुन्छ, हामीलाई अत्याउँछ भन्ने कुरा गर्नुहुन्थ्यो। उहाँहरूले सरल हृदय तपाईहरुलाई सोर्स यसरी दिनुभएको छ। उहाँको आधार कार्ड यो हो अनि उहाँको जमिनको पर्जा यहाँ छ। यस प्रकार उहाँले दिनुभएको छ र उहाँले साइन पनि गरेर एन्जेस्टामा दिनुभएको छ। तर त्यो चाहिँ म तपाईहरुलाई यो एउटा करार पत्र बनाएर म दिन्छु भनेर मैले राखेको थिएँ, तर मिसप्लेस भएको छ यो। र म दोबारा उहाँहरूलाई फेरि साइन गराइकन म तपाईहरुलाई यो जिम्मा लगाउने नै छु। किनभने यो काम हामीले सजल गरे तापनि हाम्रो फाइनल यो भइसकेको छैन, फाइनल पेमेन्ट गरिसकेको छैन। त्यसकारणले गर्दाखेरि केही छैन। र अर्को कुरा, तपाईहरुले जो पाइपको बारेमा जो धाँधलीको कुरा गर्नुहुँदैछ, धाँधली कसरी हुन्छ, तपाईले जो पनि डिपार्टमेन्ट हुन्छ तपाईले ल्याएर धाँधली भएको छ या छैन तपाईले भन्नुस्। किनभने यहाँ 15वटा 16वटा ट्याङ्की गभर्नमेन्टले बनाउनु भनेको थियो, तर त्यसको बदला मैले 24वटा ट्याङ्की बनाइदिएको छु। हामीले पर्सनली रिक्वेस्ट गर्ने, हामीले यो गाउँको लागि अलग्गै ट्याङ्की बनाइदिनुहोस्, यहाँनेरि हामीले अलिकति असुविधा हुन्छ, यो ट्याङ्की बनाइदिनुहोस् भन्दाखेरि डिपार्टमेन्टले जो हामीलाई वर्क अर्डरमा दिएको ट्याङ्की बाहेक हामीले एक्सेस बनाइसकेको छौं। अनि सानो क्याचमेन्ट मात्रै हामीले 9वटा बनाइसकेको छ। अनि ठुलो ट्याङ्की नै हामीले 16वटा ट्याङ्कीमा, तर हामीले 24वटा ट्याङ्की बनाइसकेका छौं। 5x5 को, 6x6 को, 8x8 को ट्याङ्की। यसरी गाउँ हेरेर हामीले यो छरिएको गाउँ भएको कारणले गर्दाखेरि जुन प्रकारको एउटा ड्रइङ बनाएको थियो डिपार्टमेन्टले, त्यो ड्रइङको आधारमा हामीले पानी डिस्ट्रिब्युट गर्न नसकेको कारणले गर्दाखेरि एक्स्ट्रा हामीले ट्याङ्की पनि बनाएर तपाईहरुलाई दिएको छौं। त्यसरी नै जो पाइप हामीले गाउँमा डिस्ट्रिब्युट गर्नुपर्ने जो 15 mm को पाइप थियो, त्यति बेला हामीलाई 15 मिटरको पर घर भनेर दिएको थियो, तर त्यो चाहिँ हामीले 15,000 मिटर दिएको थियो। 15,000 मिटर मात्रै हामीलाई अर्डर दिएको, तर हामीले 62,000 मिटर सम्म हामीले पाइप एउटा घरमा 300 मिटर 325 मिटर धरि पाइप लागेको छ। र यसरी हामीले बेसी गरेर गर्दैछौँ। तर आज हामीलाई फेरि धाँधलीको लाञ्छना तपाईले लगाउनु यो सायद उचित त होइन नै। यसमा चाहिँ म खेद प्रकट गर्छु, तपाईले यो खालको लाञ्छना नलगाउनुस्। अनि हामीले त्यहाँ 2टा सोर्स भनेको थियो, तर हामीले तपाईहरुलाई थाहा छ कतिवटा सोर्स बनाएर चाहिँ हामीलाई पानी डिस्ट्रिब्युट गरेर हाम्रो गाउँमा गरेको छ भनेर तपाईहरु सम्झिनुस्।
तपाईँ आफू मनन गर्नुहोस्। यदि बनाएको छैन भने तपाईँले डिपार्टमेन्ट ल्याएर गर्नुहोस्। मैले भनिदिएको छु, मैले कतिवटा ट्याङ्की बनाइदिएको छु, सोर्स कतिवटा बनाइदिएको छु र कहाँ दिएको छु, यो तपाईँलाई पूर्ण जानकारी छ। तर भाइहरूले यो खालको लान्छना नलगाइदिएको राम्रो हुन्थ्यो। अनि जुन प्रकारको प्रधानलाई सहुलियत भेटेको छ क्या हो र किन ऊ चुप छ भन्ने कुरा जुन तपाईँले लान्छना लगाउनु भएको छ, यो खालको लान्छना प्रधान साहबलाई नलगाएको राम्रो हुने थियो। यो उचित ठहरिएन। र अर्को कुरा आउँछ मेसिन। तपाईँले मेसिन भन्नुभएको छ, त्यति बेला पनि भन्नुभएको थियो। मैले पार्टनरसँग कुराकानी गरेको छु, बन्दोबस्त गरेर म तपाईँहरूलाई यो गरिदिन्छु। र आयो अर्को कुरा, यो जुन चाहिँ पानी दिएको छ गभर्मेन्टबाट, जुन चाहिँ एवार्ड भएको छ, र यो के अरे पोलिथिन पाइप भनेको छ उहाँहरूले, यसलाई एचडिपी पाइप भन्छ। र एचडिपी पाइप अब हामीले राम्रै प्रकारले गरेका हौँ। अनि यो काम गर्ने र यो गाड्ने उहाँको संस्थाकै हुनुहुन्छ, उहाँहरू नै हुनुहुन्छ। र उहाँहरूलाई नै उहाँहरूकै जिम्मेवारीमा यो भएको पाइप गाडेकै हो। तर ठाउँ ठाउँमा उहाँहरूले नै यो पानी ब्लक भयो भन्दै काट्दै हेर्दै गर्दाखेरि बेसी टुक्रा भएको हो। यो तपाईँले यस्तो प्रकारको के अरे इल्जाम लगाउनु अलिकति सही ठहर्दैन। त्यो कारणले गर्दाखेरि, किनभने मैले इन्भेस्टिगेसन गरेँ, मैले कहाँ पाइप काटेको छ, कसरी टुक्रियो त्यो पाइप भन्दाखेरि तपाईँको त्यो के अरे भेल आएर जहाँ पानी उयो गरेको छ त्यस्तो ठाउँमा त्यो पातो अड्केको छ। त्यो कारणले गर्दाखेरि चाहिँ